के कोटाइ राजा हो राजा के भेटाएनस् राजाले खै के गाडीमा के खोजिरहेछ हामी यहाँ वेट गरिरहेछौ स्टिल अहिले 9:36 भइसक्यो मौसम यस्तो छ हैन बाहिर राम्रो चाहिँ छैन रेडी हैन राजा त पहिल्यै बस्दिसकेछ म भित्र गएर म त झन् अघि नैदेखि रेडी भएको अब हामी जितु ब्रोकामा भेट्छौँ भेट भयो है ल क्या बात है सर क्या बात है सर ल ल बुढी खै मलाई भेट लिएर आएको हैन र पिङ करता है तू किन आएको हामी राजा हजुर मार्नुहुन्छ यार भाइ ए राजा यहाँ हो कि खजाना चाहिँ है केटा खजाना छ खजाना अनि हो नि त अभी मजा आएगा ना भिडो गिटार सितार भइसकेछ त्यहाँ होइन स्योर हो होइन यो अलिकति उ छ क्या यो यहाँबाट केही निस्कि मामुहरूबाट आएको गाडीहरू पुरै फुल छ त ब्रो सामान धेरै भयो क्या यहाँ बाटोमा यति सामान छ यी हाम्रो सामान यस्तै छ यहाँ ल हाम्रो आजको त्यो क्याम्पिङ जर्नीको हामी ग्रुप यति नै हो होइन सबैजना हामी यहाँ छौँ वी विल सी अन डोडलडोर होइन कैसा लगा मेरा मजाक डोडलडोरमा हामी भेट्छौँ हामी यतिजना हो है अब हामी लास्ट एउटा ग्रुप फोटो खिचेर यहाँदेखि सबै सेटिङ भइसक्यो अब हिँड्छौँ आर वी एक्साइटेड हामी बर्मिङहमको नजिकै आइपुगिसक्यौँ अनि सर्भिस स्टेसनमा रोकेर थोरै सानो सर्ट ब्रेक लिने कोसिसमा छौँ सरहरू आउँदै हुनुहुन्छ कस्तो भयो छ यात्रा यात्रा रमाइलो भएको छ रमाइलो भएको छ ल बहिनी र अझै फर्दर यात्रा लामो छ भनेको हुनाले जितु ब्रो र राजदीपले चाहिँ म मसाज लिन्छु नि त भनेर भन्नुभयो दुईजनाले अनि मसाज चेयरको भरपुर मजा लिनुभयो अनि हामी त्यसपछि लाग्यौँ कफी लिनको लागि हामीलाई यहाँ पत्ता नै लाउन सकेको छैन बाटो है यहीँ जा भन्छ क्या मासतिर कि तलतिर पखाइ त तलतिर चाहिँ तलतिर जाउँ हाम्रो लामो जर्नी पछि हामी सबैजना स्पटमा पुग्यौँ रमाइलो थियो इन्भाइरोमेन्ट वरिपरि मजाको है ओपन स्पेस होइन यहाँनिर चाहिँ बाथरुम अनि ऊ पर टोयलेट थियो अनि इन्भाइरोमेन्ट हेर्दाखेरि ग्रिनेरी वरिपरि गाईहरू चरिरहेको रमाइलो इन्भाइरोमेन्ट देख्यौँ हामीले अनि यहाँ छेउमा चाहिँ हाम्रो हात धुने बेसिन सरले चाहिँ यहाँ बाथरुममा चाहिँ के कसो छ भनेर चेकअप गर्दै हुनुहुन्छ हेरौँ ए ठिक छ तातो आउँछ चिसो आउँछ पानी पनि चिसै होला चिसो पानीमा त कहाँ सकिन्छ हाम्रो 3टा वायुपङ्खी आइसक्यो 1 2 3 होइन अनि यहाँ वायुपङ्खी घोडा चाहिँ यहाँ छ कस्तो राम्रो घोडा छ यार feeling excited तर हावा र चिसोले त भ्याउँछ है होइन भाइ हावा र चिसोले भ्याउँछ रमाइलो चाहिँ देखेछ अझै रमाइलो गर्न बाँकी नै छ बाँकी चाहिँ सादा चिसो हुन्छ अलि क्याम्पस्याम लगाइसकेपछि
गाइज हाम्रो टेन्टहरू सबै कुरा अलमोस्ट रेडी भइसक्यो है त। हामीले अलिअलि मिहिनेत गऱ्यौँ अनि हाम्रो विनोद सर आउनुभएको छ। हामी 2-3 वर्ष कति वर्ष 2.5 वर्षपछि हामी भेट भयो अनि भाउजूसँग पनि हामी 2.5 वर्षपछि म भेट भएको छु अनि हाम्रो यो सबै भइसक्यो। म सर देखाउँछु है त। अझै स्टिल गोइङ अन प्रोसेस है। यो टेन्ट चाहिँ हाम्रो वान एन्ड ओन्ली लभली कपाल जितु ब्रो अनि अविना बहिनीको। यो टेन्ट चाहिँ वान एन्ड ओन्ली फ्यान्टास्टिक कपाल राजदीप अनि भाउजूको हो। अब यो घर त देख्नु नै भयो होला होइन। यो स्पेसल देखेकै हिसाबले चाहिँ यो मेरो हो है। भित्र अहिले देखाउँदैन म। टक्क 2टा स्लिपिङ ब्याग अनि कुर्सी छ है। यो चाहिँ हाम्रो लभली लाड परविन ब्रो र निशान्त भाइ। यहाँ हाम्रो चाहिँ कम्बो मासिभ टेन्ट। हामी चाहिँ यहाँ धेरैजना सुत्नको लागि छ। 4 जना सुत्नको लागि छ। सुन्दर घर छ। परविन ब्रोको चाहिँ क्या कोजी देखिरहेको हेर्नु बहिनी। होइन कोजी देखेछ कि होइन। बारबिक्यू गर्नको लागि हाम्रो जितु ब्रोले चाहिँ दौरो मिहिनेत गरिराख्नु छ। साउट आउट टु जितु ब्रदर है। साउट आउट फर यो हार्ड वर्क होइन ब्रदर। A few moments later. 1, 2, 3, cheers! Sala Junai tala tala Joban thala मेरो यहाँ चाहिँ जे भने यो मासुमा हाल्दै मैले यो मासुमा हाल्दै होइन। अब यो त पानीदेखि सुक्खा त वर्षको 12 महिना बसिन्छ। आज भिजौँ न केही छैन के हो। म्युजिक रातिको 12:48 भइसकेछ। बाहिर चाहिँ हावाहुरी लास्ट चलेको छ है। पानी परिरहेको छ। झमझम पानी परिरहेको छ। हामी चाहिँ यहाँ आइसकेपछि बबाल मजा आइरहेको थियो। घाम लागेको भयो भने त्यसमा एडन खतरा हुन्थ्यो तर केही छैन। च्यालेन्जिङ छ। पानी परिरहेको छ। धेरै पानी पऱ्यो भने चाहिँ गाडीमा जाने भनेर भनेको छौँ। अब अनि यसो मौसम आवाज सुन्न सक्नुहुन्छ होइन बाहिरको।